भिडियोमा मैले कार्यक्रम बनाउँछु होला, आत्मिक यात्राको के हुन्छ होला, एउटा संक्षिप्त बाइबल भनेर एउटा किताबै पुरै रेकर्डिङ गर्नुपर्ने छ अडियोमा, त्यसपछि हितोपदेशको पुस्तक पनि मेरो पुरो रेकर्डिङ गर्नुपर्ने छ। यो सब कतिवटा कुराहरूले चाहिँ कति आनन्दले भरिरहेको छ। अप्रिल महिनामा जापान जानु पर्ला होइन, पछि कहाँ जान पर्ला, कति एक्साइटिङ कुराहरू छ। के खान पाइन्छ होला होइन, खुवा खान पाइन्छ होइन, यो वर्ष कति खान पाइन्छ होला। परमेश्वरले चाहिँ हाम्रो जीवनमा नयाँ काम गर्नुहुन्छ। दोस्रो कोरिन्थी 5:17 भन्दछ कि यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुराना कुराहरू बितिसकेका छन्, हेर सब नयाँ भइसकेको छ। परमेश्वरले चाहिँ नयाँ किसिमबाट काम गर्नुहुन्छ। उहाँले थोत्रे थाङ्रे रिपेयर गर्ने काम चाहिँ उहाँले गर्नुहुन्न, तर नयाँ किसिमले चाहिँ उहाँले नयाँ बनाइदिनुहुन्छ। परमेश्वरको यो स्वभाव चाहिँ बडो विचित्र छ, बडो अचम्मको छ। अनि पुरानो असफलतामा तपाईँ र हामी चाहिँ बाँधिनु हुँदैन। हामीलाई कहिले कहिले पुरानो कुराहरूले चाहिँ धेरै बाँधेर राख्दछ, हामीलाई पुरानो विगतमा घचेट्न सोध्दछ। तर हाम्रो विगतको कमजोरीले परमेश्वरको काम चाहिँ रोक्न सक्दैन। उहाँले नयाँ सुरु गर्नुहुने परमेश्वर हुनुहुन्छ, न्यू बिगिनिङको परमेश्वर हुनुहुन्छ। उहाँले तपाईँ र मेरो जीवनमा चाहिँ नयाँ आशामा डोर्याउनुहुन्छ। अहिले इजरायलीहरूको जीवनमा नयाँ काम गर्दै हुनुहुन्छ भन्ने कुराको आशय चाहिँ हामीले यहाँ देख्दछौँ। उनीहरूको एकदम अवस्था चाहिँ एकदमै नयाँ दुःखद छ। मिश्रको दासत्वबाट परमेश्वरले चाहिँ उनीहरूलाई छुटकारा दिनुभयो। मरुभूमिको बाटोबाट उहाँले डोराएर लिएर आउनुभयो। उजाड ठाउँमा लाल समुद्रबाट उहाँले चाहिँ पार गराएर लिएर आउनुभयो। अनि यसै 43:19 उहाँ भन्नुहुन्छ कि म मरुभूमिमा बाटो बनाउँछु, उजाड ठाउँमा चाहिँ म खोलाहरू बगाउँदछु। जुन ठाउँमा हामी आशा देख्दैनौँ नि, त्यो ठाउँमा परमेश्वरले नयाँ काम गर्नुहुन्छ, आशाको कुरा गर्नुहुन्छ, आश्चर्य कर्मको कुरा गर्नुहुन्छ होइन। अनि मरुभूमिमा कहाँ बाटो हुन्छ र? मरुभूमिमा बाटो नै हुँदैन। अनि हामीले उजाड स्थानमा होइन, त्यस उजाड स्थानमा कहाँ खोला बगेको हुन्छ त? तर परमेश्वरले जुन कुरा असम्भव छ त्यो कुराको विषयमा उहाँले भन्नुहुन्छ कि यो हुन आउँछ, तिमीहरूले देख्दैनौ र मरुभूमिमा एउटा बाटो, रुखो जमिनमा खोलाहरू बनाउँछ। नोहालाई हामीले याद गर्न सक्दछौँ, परमेश्वरले एउटा पानी जहाज बनाउन लगाउनु भएको थियो। अनि ऊ जहाज बनाउनतिर लागेको छ भने उसले जहाज बनाउँदैछ। वरिपरिको मान्छेहरूको माझमा चाहिँ परमेश्वरको न्यायको कुरा उसले बाँड्दछ। मान्छेहरूलाई प्रभुमा पश्चाताप गरेर फर्कनको निम्ति उसले चुनौती दिइरहेको छ, तर मान्छेहरू हाँसिरहेका छन्। त्यो पानी नै नपर्ने ठाउँमा होइन, त्यस्तो उजाड ठाउँहरूमा उसले चाहिँ एउटा पानी जहाज बनाएर यो पगलाले के गरिरहेको छ भनेर मान्छेहरू हाँसिरहेको छ। तर नुहालाई मात्रै थाहा छ परमेश्वरले नयाँ किसिमबाट काम गर्नुहुन्छ। अनि नुहाले चाहिँ त्यो देख्न सकिरहेको थियो कि एक दिन यस ठाउँमा यो पानी जहाजले, यो जहाजभित्र चाहिँ जो हुनेछन् ती मानिसहरूको जीवन चाहिँ बाँच्नेछ। त्यो कुरा पहिल्यैदेखि नै उसले देख्न सकिरहेको थियो। परमेश्वरले एउटा नयाँ काम गर्नुहुन्छ तपाईँ र मेरो आशिषको निम्ति। अविश्वासको माझमा चाहिँ उहाँले विश्वासको काम गर्नुहुन्छ। जुन कुरा असम्भव छ त्यो कामहरूको माझमा परमेश्वरले सम्भव चाहिँ गर्नुहुन्छ। उहाँले त्यो देखेका थिए। विश्वास गर्नेहरूको निम्ति सबै कुरा सम्भव छ भनेर पनि बाइबलले हामीलाई स्पष्ट हामीलाई बताएको छ। नयाँ कुरा देख्नको निम्ति हामीले पुरानो विचारहरूलाई त्याग्नुपर्छ। नयाँ कुराको आशा गर्नको निम्ति हामीले पुरानो विचारहरूलाई चाहिँ छोड्नु पर्दछ। पुरानो सोचले, विचारहरूले नयाँ आशिषलाई चाहिँ रोक्दछ। जसरी लुकाको 5:37 भनेको छ, पुरानो मशकमा नयाँ दाखमद्द हालिँदैन। प्रभु यीशुले भन्नुभयो पुरानो मशकमा चाहिँ नयाँ दाखमद्द हालिँदैन। पुरानो सोचले हाम्रो जीवन अगाडि बढ्न सक्दैन। हामीलाई परमेश्वरका प्रतिज्ञाहरूलाई विश्वास गरेर नयाँ आशामा
हामीले चाहिँ अगाडि हेर्न पर्दछ। यदि हामी पुरानो रिस बोकेर हिँड्छौँ, पुरानो डर बोकेर हिँड्छौँ, पुरानो पापलाई अधर्मलाई बोकेर हिँड्छौँ, पुरानो निराशालाई बोकेर हिँड्छौँ, असफलतालाई बोकेर हिँड्छौँ भने चाहिँ हामीले परमेश्वरको नयाँ नयाँ कामको प्रतिज्ञालाई चाहिँ हामीले विश्वासै गर्न सक्दैनौँ। किनभने हामी त्यो विगतको दलदलमा चाहिँ, असफलताको दलदलमा, हाम्रै आफ्नै सोचको दलदलमा हामी फँसिसकेका हुन्छौँ। त्यसै कारण परमेश्वरको वचनले हामीलाई नयाँपनको बारेमा चाहिँ बताउँदछ। अझै बाइबलमा पनि हामी चाहिँ दुईटा भाग देख्दछौँ, एउटा पुरानो करार अनि नयाँ करार। पुरानो करार चाहिँ नयाँ करारको छाया मात्रै हो भनेर भन्दछ। नयाँ के नयाँ नयाँ परमेश्वरको नयाँ कामको बारेमा चाहिँ नयाँ करारले छर्लङ्ग पार्दछ। परमेश्वरले नयाँ वर्षमा हामीलाई नयाँ आशामा, हाम्रो जीवनलाई नयाँ प्रतिज्ञाहरूमा, एउटा नयाँपनमा, परमेश्वरको आश्चर्य कर्महरूमा उहाँले चाहिँ हामीलाई डुराउन चाहनुहुन्छ। अनि त्यसको निम्ति हाम्रो जीवनमा हुनुपर्ने महत्त्वपूर्ण गुण चाहिँ विश्वास हो। विश्वासद्वारा चाहिँ सब कुराहरू सम्भव छ। एउटा सकारात्मक विश्वास तपाईँ र मैले नयाँ वर्षको निम्ति हामीले परमेश्वरमा, हाम्रो जीवनमा उहाँका प्रतिज्ञाहरूलाई लिन सक्न पर्दछ। रोमी 12:2 भन्दछ, यसकारण संसारसँग चाहिँ घुलमिल नगर, तर आफ्नो मनको नवीकरणद्वारा रूपान्तरित हौ भनेर चाहिँ रोमी 12:2 भन्दछ। यो पदले हामीलाई अचम्म तरिकाबाट चाहिँ परमेश्वरको बाटोतर्फ रूपान्तरित हुनको निम्ति चाहिँ हामीलाई डोर्याएको हुन्छ। म तपाईँसित यो बाइबलबाट नै यो खण्ड पाठ गरिरहेको छु। 12:2 यहाँ लेखेको छ कि यस संसारको ढाँचामा नचल, भनेको अर्थ विगतको कुरालाई बोकेर चाहिँ अगाडि नबढ, तर आफ्नो मनमा नयाँ भइकन पूर्ण रूपले परिवर्तित हौ र परमेश्वरको असल, ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। तिमीहरू चाहिँ मनमा नयाँ भइकन पूर्ण रूपले परिवर्तन हो अनि परमेश्वरको इच्छालाई तिमीहरूले चाहिँ आफ्नो जीवनमा ग्रहण गर्न सक। नयाँ वर्षले हामीलाई नयाँ अनुग्रहको अनुभूति दिन्छ। बिलापको पुस्तकले भन्दछ 3:22-23 परमप्रभुको अनुग्रह कहिले समाप्त हुँदैन। उहाँको करुणा, उहाँको दया हरेक दिन नयाँ हुन्छ, हरेक बिहानी नयाँ हुन्छ। कस्तो गर्छ, बिहान उठ्ने बित्तिकै हामीले परमेश्वरको एउटा नयाँपनमा उहाँलाई देख्न पाउनु, उहाँलाई बुझ्न पाउनु। अनि यो आउने वर्षले हामीलाई नयाँ बिहानी दिन्छ, अनि नयाँ अवसरहरू हाम्रो जीवनमा ल्याउँछ, नयाँ चुनौतीहरू ल्याउँछ, नयाँ ढोकाहरू परमेश्वरले तपाईँहरू मेरो जीवनमा खोल्नुहुन्छ। हाम्रा सपनाहरू, हाम्रो हृदयमा भएका कतिपय चाहनाहरू परमेश्वरले हाम्रो जीवनमा पूरा गर्नुहुन्छ। हाम्रो प्रार्थनाहरूको उत्तर ल्याउने वर्ष यो बन्न सक्दछ। परमेश्वरले आफ्नो काम गर्नुहुन्छ तपाईँ र मेरो निम्ति, तर तपाईँ र मैले पनि हाम्रो काम चाहिँ गर्न सक्नु पर्दछ। अनि हाम्रो काम चाहिँ के हो भने उहाँमाथि विश्वास र आफ्नो जीवनबाट संकल्प र परमेश्वरतिर अगाडि हेर्ने। हिब्रूको पत्रीले पनि भन्दछ कि हामीले चाहिँ विश्वासको दौड हिँड्न साथ येशूलाई हेरौँ हैन। उहाँलाई हेर्नलाई अगाडि नै हेर्न पर्छ, पछाडि हेरेर चाहिँ हामीले उहाँलाई देख्न सक्दैनौँ। हेर्ने कुरा चाहिँ अगाडि, किनभने परमेश्वरले हामीलाई आँखा दिनुभएको छ अगाडि हेर्नको निम्ति, पैताला दिनुभएको छ अगाडि बढ्नको निम्ति। र परमेश्वरले यो वर्ष तपाईँ मेरो जीवनमा नयाँ अनुग्रहद्वारा उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। त्यो विश्वास चाहिँ गर्नु पर्यो, किनभने विश्वास चाहिँ हामीले गरेनौँ भने हामी अगाडि बढ्न सक्दैनौँ। 3टा शत्रुहरू छन्, अविश्वास, शंका र डर। यो 3टा कुरा जो पर्खालको रूपले हाम्रो जीवनमा हुन्छन्, जसले हामीलाई परमेश्वरका प्रतिज्ञाहरू, परमेश्वरको आशामा हामीलाई अगाडि बढ्न दिँदैन। अविश्वास, शंका र डर, यो 3टी पर्खाललाई हामीले यो वर्ष हामीले खसाल्न पर्छ, ढाल्न पर्छ। नयाँ वर्ष चाहिँ
विश्वासमा चाहिँ अगाडि बढ्न सक्नु पर्दछ। उहाँले नयाँ अनुग्रह दिनुहुन्छ, नयाँ शक्ति दिनुहुन्छ। किनभने यसैया 40 अध्यायको 31 पदले भन्दछ, उहाँमा आशा राख्नेहरूले पेटभरि खान पाउँछ। भन्नुहोस् न कसैले के हो? म झुट कुरा बोल्दैछु। उहाँमा आशा राख्नेहरूले नयाँ बल पाउनेछ। आमेन। यो एकदमै प्रचलित वचन हो, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। आमेन। 40:31 फेरि परम प्रभुमा आशा गर्नेहरूले आफ्नो बल नवीकरण गर्नेछ। तिनीहरू गरुड झैं माथि माथि उड्नेछन् र दौडेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तर मूर्छा पर्ने छैन। परमेश्वरको सामर्थ्य, शक्ति तपाईँ र मेरो जीवनको निम्ति परमेश्वरले राख्नु भएको छ। उमेर जाँदै जाँदा चाहिँ मान्छे कमजोर हुँदै गइरहेको हुन्छ, तर नयाँ वर्षमा तपाईँ र मेरो निम्ति परमेश्वरको बल मिल्न सकोस्। हामीलाई हरेक कुराको निम्ति बल चाहिन्छ। बिहान उठ्नलाई पनि बल चाहिन्छ। बल नभएको मान्छेहरू चाहिँ उठ्न सक्दैन। के गर्छन्? सिर घोडेर बसिरहेको हुन्छ। प्रभु येशू त्यत्रो ठुलो सियानको ढुङ्गा हटाएर बाहिर निस्किसक्नुभयो। हामीले चाहिँ सानो कम्बल पनि हटाउन सक्दैन। त्यसैमा गुटुमुटु गरेर बसिरहेको हुन्छ। अनि एकजनाले आएर कम्बल तानिदिनु पर्छ, यसरी अनि बल्ल बल्ल हामी चिच्याउँदै उठ्छौँ। तपाईँ ममा सङ्कल्प हुनुपर्छ, विश्वास हुनुपर्छ। शक्ति, हरेक कुराको निम्ति शक्ति चाहिन्छ। बिस्ताराबाट उठ्नलाई पनि शक्ति चाहिन्छ। जुलुक्क उठ्नलाई बल चाहिन्छ। बल नभएकोहरू लडेका लडे गर्छ। त्यही त भनेको छु वचनले कि परम प्रभुको आशा गर्नेहरूले चाहिँ फेरि नवीकरण गर्नेछ। तपाईँ र मलाई बल चाहिन्छ। अब यो नयाँ वर्षको निम्ति परमेश्वरले तपाईँ र मलाई बल दिनुहुन्छ। थाकेका, निराश भएका, हार मान्न लागेकाहरूको निम्ति चाहिँ यो नयाँ शक्ति पाउने वर्ष तपाईँ र मेरो निम्ति बन्न सकेको होस्। जसरी परमेश्वरको वचनको यो प्रतिज्ञा छ, परम प्रभुमा आशा गर्नेहरू। अर्को अनुवाद भनिएको छ, परम प्रभुमा पर्खनेहरूले चाहिँ नयाँ बल प्राप्त गर्नुहुन्छ। तपाईँ र मेरो बल, हाम्रो सामर्थ्य, हाम्रो जीवनको निम्ति हाम्रो विश्वासको बल हामीले परमेश्वरमा पर्खेर, उहाँतिर हेरेर, उहाँमा विश्वास गरेर, उहाँका प्रतिज्ञाहरूलाई हाम्रो जीवनमा अंगीकार गरेर हामीले आफ्नो जीवनलाई बलियो बनाउन सक्दछौँ, सकारात्मक बनाउन सक्दछौँ, आशावादी बनाउन सक्दछौँ। परमेश्वरका प्रतिज्ञाहरूलाई हाम्रो जीवनमा प्राप्ति गर्नको निम्ति योग्यको हामी व्यक्तिहरू बन्न सक्दछौँ। नयाँ काममा विश्वास अनि आज्ञाकारिता चाहिन्छ। विश्वास बिना कुनै कुरा सम्भव नै छैन। त्यसो बुझ्नुपर्ने कुरा के छ भने विश्वास बिना चाहिँ कुनै काम नै सम्भव छैन। विश्वास बिना त परिवार पनि टिकेर बस्दैन। यदि लोग्नेले स्वास्नीको विश्वास गर्दैन, स्वास्नीले लोग्नेको विश्वास गर्दैन, छोराछोरीले बाबुआमा विश्वास गर्दैनन् भने त्यो परिवारै हुँदैन। टक्रा टुक्री झ्यामराम झुम्रुम्म पर्छ। विश्वास र आज्ञाकारिता, नयाँ कामको निम्ति विश्वास र आज्ञाकारिता चाहिन्छ। विश्वास बिना कुनै पनि नयाँ कुरा सम्भव नै छैन। तपाईँले एउटा चेक लिएर ब्याङ्कमा जानुभयो भने ब्याङ्कले पैसा दिन्छ। किन दिन्छ पैसा तपाईँलाई? मान्छेले पैसा कमाउनु कति गाह्रो छ। त्यो कागजको टुक्रामा यो मान्छेलाई नारायण शर्मालाई 50,000 दिनुहोस् भनेर लेखेको हुन्छ। अनि त्यतिकै लेखेकै घरमा त्यसले पैसा दिन्छ? के हुन्छ? किन दिन्छ त्यसले पैसा? के विश्वास छ? त्यहाँ सिग्नेचर छ होइन? अनि त्यो सिग्नेचरमा चाहिँ हस्ताक्षरमा विश्वास छ। उनीहरूले त्यो हस्ताक्षर हेर्छ। यो मान्छेले साँच्चै दिनु भनेको छ भनेर हेर्छ कम्प्युटरमा, ठ्याक्कै मिल्दो रहेछ भन्छ अनि विश्वास गरिहाल्छ। उसले फोन गरेर तपाईँले साँच्चै नै तपाईँले नारायण शर्मालाई 50,000 दिनु भनेकै हो तपाईँ रामबहादुरजी भनेर त सोध्दैन नि। त्यसो गरेर थाल्यो भने त फेरि ढिला हुन्छ नि त होइन? त्यहाँ लेखेकै छ अनि तपाईँको भइहाल्छ। विश्वासले हेर्नुहोस् त कस्तो कस्तो काम भइरहेको हुन्छ। अनि परमेश्वरमाथि विश्वास गर्नेहरूले पनि अचम्मको काम गर्छन्। किनभने विश्वासद्वारा
वचनमा लेखिएको कुरा यही नै छ कि विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ। जब हामी विश्वास गर्छौँ परमेश्वरले अचम्म काम गर्नुहुन्छ। अनि विश्वासमै नोआलाई जहाज बनाउन लगाउनु भयो परमेश्वरले। परमेश्वरले अब्राहमलाई उसको देश छोड्न लगाउनु भयो हैन। नयाँ काम भनेको चाहिँ विश्वासको नयाँ पाइला हो तपाईहरु मेरो जीवनमा। अनि आज्ञाकारिता नै चाबी हो। ओबिडियन्स भन्छ हैन। व्यवस्था 28 को 1, यदि तिमीहरूले परमप्रभुको आवाजलाई ध्यानपूर्वक सुन्यौ भने, विश्व आज्ञाकारिता ध्यानपूर्वक सुन्यौ भने, पालन गर्यौ भने, आज्ञाकारिताले चाहिँ तपाईं र हामीलाई चाहिँ परमेश्वरको महान उद्देश्यमा चाहिँ डोर्याएको हुन्छ। ओबिडियन्स, आज्ञाकारिता बलिदान भन्दा पनि महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ बाइबलले हामीलाई त्यो पनि स्पष्ट पारेको हुन्छ। परमेश्वरले चर्चमा, मण्डलीमा र व्यक्तिगत जीवनमा नयाँ काम गर्नुहुन्छ। यो मण्डली चाहिँ नयाँ भर्खरै सुरु भएको छ। 10 जना पनि छन् यहाँ मान्छेहरू हैन। कतिजना आउन सक्छन्, सेलाउन सक्छन्। हामीले हल्ला गरेर विज्ञापन पनि गरेको छैनौँ। हामी छोटो समूह यहाँ भएर चाहिँ हामी एउटा सेवाको कामलाई चाहिँ मण्डलीलाई अगाडि बढाउँदैछौँ। परमेश्वरले एउटा नयाँ काम यहाँबाट सुरु गर्नु भएको छ। 10 वर्षभित्र चाहिँ यही कोठाभित्र 10 जनाले ताली बजाइरहेका छन् भने यो मण्डली चाहिँ परमेश्वरको मण्डली होइन। यो चाहिँ नाटक गर्ने ठाउँ बराबर हुन्छ। किनभने जहाँ परमेश्वर हुनुहुन्छ, परमेश्वरले नयाँ काम गर्नुहुन्छ। एउटा नयाँ कामबाट सुरुवात गर्नुहुन्छ। अचम्मको काम परमेश्वरले गर्दै लिएर जानुहुन्छ। अनि चर्चमा परमेश्वरले आफ्नो आगो पठाउनुहुन्छ। मानिसको जीवनलाई उहाँले आत्मिक जागृति दिनुहुन्छ। सेवकाईमा अझै बढत दिनुहुन्छ। हृदयमा उत्साह दिनुहुन्छ। नयाँ आत्माहरूको उद्धारको काम हुन्छ। चमत्कारको काम हुन्छ। अचम्मको कामहरू हुन्छ। अस्ति नै मैले यसरी प्रार्थनाको कुरा बाँडेको थिएँ। अचम्मै भयो। 50 जना मान्छे मेरो पो नाम निस्क्यो भनेर भन्दाखेरि त्यस्ता गवाईहरू हाम्रो माझ आउँछ। मेरो यति धेरै खाँचो थियो, तर परमेश्वरले यस किसिमबाट परमेश्वरले मेरो जीवनमा उठाइदिएको हो। यो सबै कुराहरू चाहिँ हामी मण्डलीभित्र परमेश्वरले गर्नुभएको नयाँ नयाँ कामहरूको परिचय र गवाईहरू हामी सुन्छौँ। परमेश्वरले मण्डलीमा, व्यक्तिगत जीवनमा नयाँ रूपबाट चाहिँ उहाँले काम गर्नुहुन्छ। अचम्मको काम गर्नुहुन्छ। अनि प्रेरित 2 अध्यायको 17 पदमा हामी देख्दछौँ परमेश्वरको वचनले अन्तिम दिनहरूमा म आफ्नो आत्मा खन्याउने छु। परमेश्वर उहाँले आत्माबाट काम गर्नुहुन्छ। आत्माको माध्यमबाट उहाँले काम गर्नुहुन्छ। पुरानो करारमा परमेश्वरले आफ्ना मानिसहरूको माध्यमबाट काम गर्नु भएको थियो। नयाँ करारमा उहाँले चाहिँ प्रभु येशूको माध्यमबाट काम गर्नुभयो र आज वर्तमान समयमा उहाँको पवित्र आत्माबाट हाम्रो जीवनमा काम गर्नुहुन्छ। व्यक्तिगत जीवनमा बाँचिएको सम्बन्धहरू परमेश्वरले सुधार्न चाहनुहुन्छ। कतिजनासित तपाईँ झगडा गर्नु यो विपरीत पर्छ। कतिजनासित झगडा गर्नु बोल्दैन भनेर चाहिँ तपाईँले के गर्नु होला? सुधार्नुहोस्। सम्बन्ध भन्ने कुरा चाहिँ धेरै महत्त्वपूर्ण कुरा हो। कति मान्छेको निम्ति सम्बन्ध चाहिँ महत्त्वपूर्ण छैन। यो मान्छेहरू चाहिँ गुफामा बस्ने मान्छेहरू, यिनी चाहिँ दुलोभित्र बसेको हुन्छ। अनि उनीहरूलाई कसैसित मतलब छैन। किन उनीहरूले खान पाइरहेको छ, लाउन पाइरहेको छ, अनि त्यही नै उनीहरूले सुरक्षित छ। कोही मान्छेसित सम्बन्ध पनि राख्न सक्दैन। कसैसित सम्बन्ध राख्यो कि झगडा भइहाल्छ। अनि कसैसित पनि मिल्न सक्दैन, कसैसित पनि हिँड्न सक्दैन, कसैसित पनि बोल्न सक्दैन। म त्यस्तो मान्छेहरूलाई चिन्छु। अनि नाम म भन्दिनँ तपाईँहरूलाई, किनभने तपाईँले चिन्नुहुन्न। सम्बन्ध भन्ने कुरा चाहिँ यो धरतीमा हामी मान्छे भएपछि सामाजिक प्राणीको रूपमा बनाउनु भएको। परमेश्वरले आदमको बगैँचामा आदम चाहिँ एक्लो रहनु ठिक छैन भनेर उहाँले हव्वालाई बनाउनु भएको थियो। त्यसपछि उहाँले उनीहरूको माध्यमबाट परिवार बनाउनु भएको। अझै फलोस् फुलोस् भनेर पनि उहाँलाई अगाडि सार्नु भएको। उनीहरू फलेको फुलेको कारणले गर्दा तपाईँ र हामी चाहिँ यो धरतीमा टपक टिपिक आइपुगेको। यदि आदममा हव्वा चाहिँ नफलेको भए, फुलेको भए हामीहरू चाहिँ हुँदैन। हामीहरूबाट पनि कति फलेका छन्, फुलेका छन्, कति के हुँदै गइरहेका छन् है। परमेश्वरको आशिषमा चाहिँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ सम्बन्धलाई जहिले पनि सुधार्नु पर्दछ। कसैसितको पनि सम्बन्ध, आफ्नो परिवारमा, आफ्नो परिवारका मान्छेहरूसितको सम्बन्धलाई अझै हामीले बलियो बनाउनु पर्छ। सम्बन्ध केले सुध्रिन्छ? विश्वासद्वारा सुध्रिन्छ। एकअर्का प्रतिको ट्रस्टले चाहिँ
सम्बन्धलाई सुधार गर्दछ। सम्बन्ध कसरी सुध्रिन्छ? प्रेमद्वारा सुध्रिन्छ। एकअर्काप्रतिको दया कृपाले चाहिँ सम्बन्ध सुधार्न सकिन्छ। यदि सबभन्दा राम्रो उपाय सम्बन्ध सुधार्न छ भने कसैलाई गिफ्ट लगेर दिनुपर्छ। गिफ्ट पाउनु बित्तिकै मान्छे के हुन्छ? थालिहाल्छ होइन। अनि गिफ्ट भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ। सम्बन्ध सुधार्नु छ भने गिफ्ट लगेर दिनुपर्छ, प्रेम गर्नुपर्छ, वास्ता गर्नुपर्छ, सरोकार गर्नुपर्छ, अनि हामीले सुधार्नुपर्छ। किनभने सम्बन्ध भन्ने कुरा सधैँ एकनाश हुँदैन, यो बिग्रदै गएको हुन्छ। अनि यसलाई चाहिँ हामीले मेन्टेन गरेर चाहिँ राखिराख्नु पर्दछ। परमेश्वरलाई धन्यवाद छ। हाम्रो व्यक्तिगत जीवनमा परमेश्वरले हामीलाई चाहिँ सबभन्दा पहिला परमेश्वरसितको सम्बन्धलाई हामीले सुधार्नुपर्छ। त्यसपछि परमेश्वरका मानिसहरूसितको हाम्रो सम्बन्धलाई चाहिँ हामीले सुधार्नुपर्छ। टाढा जान दिनु हुँदैन। हाम्रो मोबाइल फोनमा हामी सारा संसारै बोकेर हिँडिरहेको छौँ, तपाईँलाई थाहा छ। अहिले भर्खर सारा संसार छ यसमा। अहिले भर्खर चाह्यो भने म अमेरिकामा कुरा गर्न सक्छु, अहिले भर्खर चाह्यो भने लन्डनमा कुरा गर्न सक्छु होइन। अनुहार हेरेर फेरि के छ भनेर यसरी कोही कोही चाहिँ कहिले फोन गर्दैन, खालि फेसमा मात्रै हेरेर कुरा गर्छन्। त्यो चाहिँ अलिकति राम्रो छैन, किनभने नेट चाहिँ अलिक बलियो छैन भने त्यति राम्रो क्लियर हुँदैन। सम्बन्ध सुधार्नलाई परमेश्वरले हाम्रो निम्ति हामीलाई टुलहरू पनि दिनुभएको छ होइन। अनि तपाईँलाई मैले बताएँ, सबभन्दा पहिला हाम्रो सुधार परमेश्वरसितको सम्बन्धलाई हामीले सुधार्न पर्दछ। त्यसपछि चाहिँ मानिसहरूसितको सम्बन्ध चाहिँ हामीले बिगार्ने कामतिर लाग्नु हुँदैन। कसरी बिग्रन्छ सम्बन्ध? घमण्डले बिग्रन्छ, अहङ्कारले बिग्रन्छ र हाम्रो जीवनमा हामीले चाहिँ अरूसित अरू मान्छेभन्दा म धेरै जान्ने छु भनेर भन्न थाल्यो भने चाहिँ सम्बन्ध चाहिँ बिग्रन्छ। अलिक सानै नै भयो भने चाहिँ सम्बन्ध राम्रो हुँदै जान्छ। अलिकति सानो भइदियो भने अर्को मान्छेलाई अहिले मौका मिल्छ। हामीले सबै जान्ने भएपछि सम्बन्ध चाहिँ बिग्रदै जान्छ र घमण्डले बिग्रन्छ, अहङ्कारले बिग्रन्छ। कति मान्छे छुच्चो भएर पनि बिगार्छन् सम्बन्धलाई चाहिँ। मोमो खान जाऊँ भन्छन्, अनि खाइसकेपछि पैसा तिर्ने बेला उसैलाई अगाडि सारिदिन्छ। त्यसरी कहाँ सम्बन्ध? मान्छेहरू लाटा त छैन नि होइन। हल्दीमा भात त हाले हुन्छ होइन, तर पैसा चाहिँ दिँदैन त्यो मान्छेले, अर्कालाई खाउन लगाउँछ। त्यस्तो चाहिँ नगर्नु होइन। सम्बन्ध चाहिँ मान्छेसित राम्रो राख्नु, किन सब मान्छे काम लाग्छ। हालेलुया। सब मान्छे हामीलाई काम लाग्छ। कोही पनि मान्छे काम नलाग्ने कोही पनि छैन। मान्छे कहाँ कहाँ कसरी भेट हुन्छ। अनि मैले चाहिँ अब सम्बन्ध बिगारेको परिस्थिति पनि छ, तर सम्बन्ध सुधार्यो भने चाहिँ धेरै फाइदा छ। धेरै ठाउँमा चाहिँ म परमेश्वरलाई धन्यवाद दिन्छु। धन्न यो मान्छेलाई मैले नझपारेको रहेछ, यसलाई त मैले गाली गरेको भए यो मान्छेले मलाई चाहिँ नराम्रो गर्थ्यो होला। किनभने मान्छे फर्केर आउँछ। सानो संसार छ है, नेपाल त अझै सानो छ, मान्छेहरू ठोकिन्छ। यदि कसैलाई तपाईँले राम्रो गर्नुभएको छ भने त्यो मान्छे एक दिन तपाईँलाई चाहिँ गुण तिर्नलाई तपाईँ कहाँ आउँछ। आमेन। मका एकजना पास्टर थियो, उहाँले लोकल कुखुरा लिएर घरिघरि आउनुहुन्थ्यो। अहिले अलिक धेरै दिन भयो भेटघाट भएको छैन। घरिघरि लोकल कुखुरा लिएर आउनुहुन्थ्यो। झुट पनि होइन, पकाएर लिएर आउनुहुन्थ्यो, कहिले काँचै लिएर आउनुहुन्थ्यो, नेही आएर पकाउनुहुन्थ्यो। आफ्नो मण्डलीको 4-5 जना अगुवाहरूलाई ल्याएर घरमै सङ्गति गरेर मसित चाहिँ मजाले समय बिताउनुहुन्थ्यो। किनभने हाम्रो सम्बन्ध चाहिँ विगतमा बिग्रेको थियो। अनि त्यो पास्टर चाहिँ धेरै बुझेको हो। अनि उसले चाहिँ के सोच्यो भने मेरो जीवनमा मैले चाहिँ नारायणजीसित सम्बन्ध सुधार्नुपर्छ। मलाई थाहा थियो। मैले पनि उसित एकदम सकारात्मक भावना राखेँ र उहाँको मण्डलीमा गएँ। उहाँले पनि 5,000 रुपियाँ खाममा हालेर मलाई भेटिदिनु भयो। त्यति पुगेपछि गइहाल्यो होइन। भनेको सम्बन्धलाई सुधार्नुपर्छ। यस्तो मान्छेहरू चाहिँ विजयी मान्छे हो, सफलता प्राप्त गर्ने मान्छेहरू हो। त्यसकारण तपाईँ र हाम्रो जीवनमा मान्छेलाई हेप्नु हुँदैन, तर हामीले कुनै किसिमबाट पनि सम्बन्ध सुधार्नुपर्छ। सानो नानीहरूलाई पनि हामीले अहिले चक्लेट दिइराख्यो भने होइन, कति राम्रो छ। पछि नानीहरू छेउमा आउँछ नि, अङ्कल अङ्कल भनेर हो कि नभएर होइन, फोटोसोटो खिचिदिनुपर्छ होइन, फेसबुकमा राखिदिनुपर्छ होइन। अनि ठुलो भएर पछि लागिरहेको हुन्छ, अङ्कल चाहिँ त्यो मेरो फोटो छ भनेर। अनि मसँग अहिले यहाँ ठुल्ठुलो नेताहरूको चाहिँ कसैले चङ्गा उडाइरहेको फोटो छ, कसले के गरेको। पहिलेदेखि म क्यामेरा फोटो खिच्थेँ। अहिले ठुल्ठुलो मान्छे भएर उनीहरूको ठुलो ठुलो परिवार छ। सम्बन्ध कायम राख्नुहोस्। अनि तपाईँले अरूको जीवनमा चाहिँ प्रेमद्वारा लगानी गर्न सक्नुहुन्छ। आमेन। झगडा किन गर्नु छ मान्छेसित है? झगडाएर के पाइन्छ है? प्रेम गर्नु। स्वास्नी रिसाउँछ भने धेरै नबोल्नु त्यति बेला। अनि त्यसपछि के हुन्छ?
राति 12 बजे चाहिँ परमेश्वर बोल्नुहुन्छ त्यसपछि उसलाई चाहिँ एकदम ग्लानी हुन्छ नि तपाईँसित बल्ल त्यति बेला भन्नु के भन्नु पर्ने छ त्यति बेला बल्ल भन्नु त्यही बेलामा चाहिँ पुरै आफ्नो ताकत चाहिँ पुरा त्यो चाहिँ मान्छेहरू प्रेम गर्नु सम्बन्धलाई कायम राख्नु अझै नजिक हुनु होइन आत्मिक जीवनलाई चाहिँ नवीकरण गरेको परमेश्वरले चाहनुहुन्छ हामी कोही पनि पर्फेक्ट मान्छे छैन कुनै ठुलो अगुवा भयो भनेर एकदम परमेश्वरको छेउमा भन्नु छ भने त अझै गल्ती कुरा हो अझै यस्ता मान्छेहरू त एकदम अधर्मको जीवन बाँचिरहेका हुन्छ किनभने उनीहरूले पद मात्रै ओगटेको हुन्छ जीवन चाहिँ परमेश्वरको छेउमा हुँदैन त्यसले गर्दा हामी जस्तो मानिसहरूले चाहिँ के गर्नुपर्छ जहिले पनि हाम्रो जीवनको चाहिँ आत्मिक जीवनको नवीकरण हामीले गरिराखेको हुनुपर्छ होइन मान्छेले हामीलाई धेरै सम्मान गर्छ आदर गर्छ होइन मलाई पुगिहाल्यो नि परमेश्वर को हो र बाइबल एकातिर राख्ने होइन हाम्रो जीवन ल्याङ्गे फ्याङ्गे जीवन जिउने त्यस्तो होइन प्रभुमा हाम्रो जीवनलाई धेरै महत्त्वपूर्ण हामीले बनाएर राख्नुपर्छ हाम्रो सीमाहरू हामीले याद गर्नुपर्छ र आत्मिक जीवनमा चाहिँ नवीकरण गर्नुपर्छ किनभने हामीले जहिले पनि गल्ती गरिरहेका हुन्छौँ भुल गरिरहेका हुन्छौँ अधर्म गरिरहेका हुन्छौँ हामीले चाहिँ आत्मिक नवीकरण गरिराख्नुपर्छ र परमेश्वरले तपाईँ र मेरो जीवनलाई चाहिँ उद्देश्यमा प्रयोग गर्नुहुन्छ परमेश्वरले आफ्नो उद्देश्यको निम्ति हामी समर्पित छौँ भने हाम्रो जीवनमा परमेश्वरले आफ्नो काम गर्नै हुन्छ कोही मान्छेले हामीलाई प्रयोग गरोस् वा नगरोस् कसैले हामीलाई मौका दियोस् वा नदियोस् तर परमेश्वरले के गर्नुहुन्छ हाम्रो जीवन व्यक्तिगत जीवनमा काम गर्न चाहनुहुन्छ र यो वर्ष चाहिँ परमेश्वरले अझै धेरै नवीकरणको काम हाम्रो जीवनमा होस् र परमेश्वरको उद्देश्य चाहिँ हाम्रो जीवनमा पुरा होस् आमेन आमेन अन्तिम